हेलो गाइस, आज गाउँमा आएको अवस्था, आज गाउँमा आएको त्यसका बाद आज हैन मेरो जन्मघर म हुर्केको म पढेको हैन म हुर्केको ठाउँ मेरो गाउँमा आएको छु। आज चाहिँ यो चाहिँ चट्टलार अब म यहाँ पानी परिरहेको छ। आज गाइस पानी परिरहेको छ, यो मेरो घर हो। दिस इज माई हाउस, यो मेरो जन्मघर। यताको पनि घरै जस्तो घरै हो, घर भन्दा अब धनसार भन्छ गाउँतिर त हैन, यो धनसार हो। म तल मुनि चाहिँ यसको मुनि चाहिँ गोठ छ गाई चाहिँ, यो धनसारको यसको मुनिपट्टि चाहिँ मुनिको तलमा गोठ छ। गोठमा केही छैन, फेरि बाख्रा मात्र छ है। बाख्रा आमाले बाख्रा पाल्नुभएको छ। अब अहिले यहाँ काँक्रो रहेछ, अनि काँक्रोमा भर्खरै मैले उस्लाएर आएको झ्याङ्ग्रा काँक्रोमा एउटा झ्याङ्ग्रा गाड्नुपर्छ काँक्रोको लागि, त्यो गाडेर आएको। अब त्यसको बाजी यहाँ चाहिँ यस्तो छ, किचन भन्दा नि हाम्रो धनसार हो। यसमा चाहिँ हामीले ग्यास चुलोहरू यहीँ राखेको छ। अनि काठबाट आगो बाल्ने, काठबाट खानाहरू बनाउने, दाउराबाट खाना बनाउने चाहिँ कोठा चाहिँ उतापट्टि चाहिँ सानो बनाएको छ। यस्तै छ गाउँघरको जिउस। गाउँघर साह्रै रमाइलो, एकदमै रमाइलो। गाउँ जस्तो रमाइलो त अरू केही पनि लाग्दैन गाइस मलाई हैन। बजार त सिर्फ देखावटी हो कि हैन, तर चाहिँ गाउँ भनेको एकदमै प्राकृतिक, एकदम रमाइलो, एकदम प्राकृतिक सुन्दरता, एकदम रमाइलो ठाउँ छ कि गाउँ भनेको। यस्तो मजा लाग्छ गाउँ आउँदाखेरि। हिजो आउने बेला त भिडियो गर्न पाएन, के अरे स्कुटीमा आएको, त्यही भएर अब भिडियो गर्न पाइएन। सायद अहिले जाने बेलामा म गर्छु होला। आज 1-2 दिन गाउँतिर बसिन्छ, गाउँतिर बस्नु पनि पर्यो। आमा हुनुहुन्छ गाउँमा, मेरो आमा, मलाई जन्म दिने आमा हुनुहुन्छ, मेरो भगवान आमा हुनुहुन्छ गाउँमा। त्यही भएर म गाउँमा आएको, हिजो आएको। म हिजो बसियो, अब आज पनि बसिन्छ, भोलि पनि सायद म बस्छु होला। अनि मेरो काम पनि छ अलिअलि यहाँ गाउँको गाविसमा, त्यो काम सकिएपछि बल्ल म जान्छु होला। तर भोलि सकिन्छ काम हैन, तर म भोलि जाँदिनँ, पर्सि मात्रै जान्छु होला। अब जानु पनि पर्यो, वहाँ पनि अब काम छ, फेरि पोखरामा पनि काम छ मेरो। पोखरामा पनि त्यो घरमा केही गर्नु छ, अलिअलि कामहरू अस्ति सकाएर आएको। अब अलिअलि कामहरू गर्न बाँकी छ, त्यो पनि गर्नुपर्ने छ। अनि गाइस गाउँतिर रमाइलो छ गाइस, गाउँमा जस्तो रमाइलो त अरू ठाउँमा मलाई लाग्दैन है। बजारमा चाहिँ छ, फेसिलिटी छ, हरेक छ है, तर चाहिँ गाउँमा जस्तो प्राकृतिक यस्तो भन्छ नि, मनैदेखि एकदम खुसी चाहिँ गाउँमै हुन्छ क्या, मलाई त्यस्तो लाग्छ। अब म फेरि एकजना आमालाई, हाम्रो यहाँ एकजना आमा हुनुहुन्छ उतापट्टि, उता छेउ घरको आमालाई म हाम्रो नाताले बजै हो, तर हामीले आमा भन्नुहुन्छ। आमालाई पनि अलिकति केही, आमालाई चाहिँ भेट्न जानु मन लाएर, अब आमाले भेट्न जानु खोज्दैछु। अब आमालाई भेट्न जाने हो। म चाहिँ यहाँबाट एकछिनमा हिँड्छु, यहीँ हो, नजिकै हो। त्यतिर यस्तो पहिला हामी फुटबल खेलेको ग्राउन्ड क्या, हामी सानोमा फुटबल खेलेको ग्राउन्ड पनि त्यतै पर्छ हैन। त्यो ग्राउन्ड त अहिले सबै रुख अनि त्यो झारीहरूले भरिएर केही पनि छैन। अहिले त सब जङ्गल भइसकेको छ, बाँसघारी छ त्यहीँ, बाँसघारी रुखहरू सबै झारहरूले भरिएर अहिले त जङ्गल भइसकेको छ। के गर्ने, पहिला हामी सानोमा खेलेको ठाउँ अहिले सबै जङ्गल घारी भइसक्यो। के गर्ने, अब पहिला हामी खेलिन्थ्यो, गाउँमा बसिन्थ्यो नि, खेलिन्थ्यो। अहिले त गाउँ सबैले छोडिसक्यो कि गाइस, किन खोइ अब सबै बजार भन्छ, तर बजारमा सानो टुक्रा जग्गा लिएर करोडौँ हालेर किनेर बनाएर बसेको छ। गाउँको जग्गाहरू अहिले यत्तिकै पुरै बाँझै छ गाई चाहिँ। हाम्रो पनि सबै बारी बाँझो छ, अलिअलि आमाले लाउनु भएको छैन। अनि के गर्ने, अब बजार भन्छ, सबैले बजारै भन्छ है।
फेरि मेरो आमा चाहिँ मान्नुहुन्न, बजार बस्नलाई मान्नुभएको छैन। अब पोखरा बसौँ आमा बस्नु भन्दाखेरि मान्नु भएन क्या आमा। म सक्दछ म यहीँ गर्छु भनेर भन्नुभयो। के गर्ने होइन, आमाको इच्छालाई पनि हामीले आमालाई पनि जबरजस्ती गर्नु हुँदैन। आमाको इच्छालाई पनि हामीले जस आमाको खुसी नै हाम्रो खुसी हो क्या। त्यो भएर पनि आमा यहीँ बस्दा खुसी हुनुहुन्छ, हामी त्यसमा खुसी नै हुनुपर्छ। अनि आमाले मैले भनेको छु फेरि हजुरले ओके, हजुरको खुसी नै हाम्रो खुसी हो। हजुर यहाँ बस्नुहुन्छ, म हजुर यहाँ बस्दै खुसी हुन्छ नि अब ठिकै छ, नत्र भने जाउँ आमा पोखरा गएर बसौँ भन्ने आमा चाहिँ मान्नु भएन कि। ओके गाइस, अब म त बाहिर जान लाग्यो, बजेको घरमा जान लाग्यो। हिजो आएर त एकछिन गएर आएको, अनि फेरि बजेलाई यहाँ मैले हिजो यहाँ आउनु बजे भनेर हिजो आउनुभएको थियो। अनि फेरि बिहान उठेर जानुभएको घरमा। फेरि बजेको पनि बाख्राहरू पाल्नु छ बजेले। अनि बाख्राले त घाँसहरू गर्नु पऱ्यो, घाँस काट्नु पऱ्यो। गाउँमा के त नि घाँस काट्ने, दाउरा काट्ने, घाँस दाउरा गर्ने, यसो खेतीपातीहरू लाउने हल्का होइन। अहिले फेरि बर्खा टाइम हो, हाम्रोमा कोदो रोप्ने सिजन चलिरहेको छ क्या, कोदो रोप्ने सिजन चलिरहेको छ। अनि हिजो म आउने बेला पनि आमा र बजे उहाँ माथि कोदो रोप्दै हुनुहुन्थ्यो। अनि पछि आउनुभयो। के गर्ने, छोराछोरी बजारमा बसेका छन् सबै। अब आमाहरू गाउँमा दुःख गरेर बसिरहनु भएको छ। अब नगर्नु भन्दा नि मान्नुहुन्न फेरि गाउँमा है। नगर्नु, केही पनि नगर्नु त अब ठिकै छ, हजुर यहीँ खुसी हुन्छ भने बस्नलाई रुचाउनुहुन्छ भने बस्नुहोस्, तर केही नगर्नुहोस् भन्दा पनि फेरि मान्नुहुन्न क्या। बसिरह्यो भने त झन् हामी त के अरे पुरा प्यारालाइसिस जस्तो भइन्छ, कहाँ हिँड्नै सक्दैन भनेर यताउति हिँड्ने कामहरू गर्नुहुन्छ क्या। एक्सर्साइज जस्तै भन्नुहुन्छ। अब हामी त एक्सर्साइज गरे जस्तो यहाँ त भनेर भन्नुहुन्छ कि ठिकै छ। अब उहाँहरूको खुसी नै हाम्रो खुसी हो। अब चाहिँ गाइस म पनि आएर पनि यहाँ पनि अलिअलि त काम त गर्छु है। फेरि गाइस भर्खरै मैले तल हाम्रो घरको मुनि, यहाँ मुनि चाहिँ सानो बारी छ क्या, त्यसमा आमाले काँक्रो रोप्नु भएको रहेछ। काँक्रो र झ्याङ्ग्रा हालेर आएको गाइस, काँक्रो र झ्याङ्ग्रा हालेर आएको। अनि फेरि यहाँ माथि पनि अर्को ठाउँमा पनि हाल्नुपर्ने रहेछ। त्यसको लागि म त्यो झ्याङ्ग्रा काट्न जानु लाग्यो। उतै झ्याङ्ग्रा पनि काट्छु, अनि बजेलाई भेटेर पनि जान्छु। अनि फेरि झ्याङ्ग्रा पनि काटेर आउँछु भनेको पानी पऱ्यो, अहिले बसिरहेको छु। अनि आमाले भन्नुभयो क्या, बस्नु अहिले नजाऊ, यो पानी परेको छ अहिले नजाऊ भनेर भन्नुभयो। अनि म बसिरहेको, अनि भिडियो पनि गरिदिएको गाइस। गाउँमा है, गाउँमा रमाइलो छ। म सुत्ने कोठा भन्दा पनि अब यहाँ चाहिँ बेड यहाँ छ, मेरो चाहिँ बेड यहाँ छ गाइस। हिजो म राति सुतेको बेड। आमाहरू यहाँ भुइँमा सुत्नुभएको, आमा र बजे यहाँ भुइँमा सुत्नुभएको। यता पनि अर्को बेड त छ, यहाँ पनि बेड त छैन, तर आमाहरू चाहिँ भुइँमा सुत्न रुचाउनुहुन्छ क्या, आमा र बजे। अनि भुइँमा सुत्नुभएको। ओके गाइस, अहिले म उता जान्छु।